लगानीकर्ताहरूको लागि फेरि एउटा खुसीको खबर। आज हामी कुरा गर्दैछौँ बजारमा भर्खरै आएको सुपर खुदी हाइड्रो पावरको आइपिओको बारेमा। तपाईले ठ्याक्कै सही सुन्नुभयो। शेयर बजारमा फेरि एउटा नयाँ कम्पनीको आइपिओ आएको छ र सबैको मनमा एउटै कुरा खेलिरहेको होला, के फेरि अर्को आइपिओ आयो? र यसको जवाफ हो बिल्कुल। सुपर खुदी हाइड्रो पावर लिमिटेडले सर्वसाधारणका लागि आइपिओ जारी गर्दैछ। ल आउनुहोस्, यो अवसर कस्तो छ, यसको भित्री कुराहरू के छन्, सबै विस्तारमा हेरौँ। ल सुरु गरौँ यो लगानीको नयाँ अवसर सुपर खुदी हाइड्रो पावरको सार्वजनिक निष्कासनको बारेमा। अब कतिपयलाई आइपिओ भनेको के हो भन्ने लाग्न सक्छ। एकदमै सरल भाषामा भन्नुपर्दा यो भनेको कुनै प्राइभेट कम्पनीले पहिलो पटक हामी तपाईँ जस्ता आम मानिसलाई आफ्नो कम्पनीको मालिक बन्ने मौका दिनु हो, मतलब शेयर बेच्नु हो। यसपछि त्यो कम्पनी पब्लिक बन्छ र जो कोहीले पनि लगानी गर्न मिल्छ। ठिक छ, आइपिओको बारेमा त बुझियो, तर अब कुरा गरौँ खास कम्पनीको। यो सुपर खुदी हाइड्रो पावर आखिर हो तरिके, अनि यसले के काम गर्छ त? यो प्रोजेक्ट गण्डकी प्रदेशको लमजुङ जिल्लामा छ। अब यो रन अफ रिभर टाइपको हाइड्रो पावर हो। भन्नुको मतलब यसले ठूलो ड्याम बनाएर पानी जम्मा गर्दैन, बरु नदीको आफ्नै बहावलाई प्रयोग गरेर बिजुली निकाल्छ। यसको क्षमता 26 मेगावाटको छ र यसको मुख्य काम भनेकै बिजुली बनाएर राष्ट्रिय ग्रिडमा बेच्ने हो। ल अब सबैभन्दा महत्त्वपूर्ण कुरामा आउँ, पैसा र समयको कुरा। मतलब कहिलेदेखि कहिलेसम्म भर्ने, कति किता भर्ने, यी सब जानकारी अब हेरौँ। यो आइपिओमा सर्वसाधारणको लागि जम्मा 5,70,000 किता शेयर छुट्याइएको छ। यही हो त्यो सङ्ख्या जसमा हामी सबैले आवेदन दिने हो। र मूल्य सधैँझैँ प्रति किता जम्मा 100 रुपैयाँ, मतलब एक किता शेयर किन्न 100 रुपैयाँ लाग्ने भयो। राम्रो कुरा के छ भने लगानी गर्न ठूलो पैसा चाहिँदैन। कम्तीमा 10 किता अर्थात् 1,000 रुपैयाँबाटै सुरु गर्न सकिन्छ। यसले गर्दा सानो लगानी गर्नेहरूका लागि पनि यो एकदमै राम्रो अवसर हो। अनि मिति चाहिँ एकदमै याद राख्नु होला है, आवेदन खुल्नेछ डिसेम्बर 26मा। अब प्रायजसो के हुन्छ भने माग धेरै भएर यो छिटै बन्द हुन्छ, मतलब डिसेम्बर 30मै। तर कुनै कारणले पुरा आवेदन परेन भने चाहिँ जनवरी 9सम्म पनि खुला रहन सक्छ। तर त्यो आशमा नबस्नु नै बेस। ल यो त भयो एउटा कम्पनीको आइपिओको कुरा। तर अलिकति फराकिलो भएर सोचौँ त, आखिर नेपालमा हाइड्रो पावरमा लगानी गर्नुको खास अर्थ के हो? किन यो महत्त्वपूर्ण छ? एकजना ऊर्जा क्षेत्रका विश्लेषकले एकदमै राम्रो कुरा भन्नुभएको छ। जलविद्युतमा हामीले गर्ने सानो सानो लगानीले नै नेपाललाई ऊर्जामा आत्मनिर्भर बनाउने र देशलाई धनी बनाउने बाटो कोर्छ। यो बनाइले नै प्रश्न पार्छ कि यस्तो लगानीको महत्त्व कति ठूलो छ। यो देशको भविष्यसँग जोडिएको कुरा हो। यो चार्टले त झन् छर्लङ्गै पार्छ कि सम्भावना कति ठूलो छ। हेर्नुहोस् त, अहिले हाम्रो उत्पादन जम्मी 3,000 मेगावाटको हाराहारीमा छ, तर हाम्रो वास्तविक क्षमता कति छ त? लगभग 42,000 मेगावाट। यो बीचको जुन ठूलो ग्याप छ नि, यही नै हो हाइड्रो पावर क्षेत्रमा लगानी र विकासको अथाह सम्भावना। ल अब कार्यक्रमको अन्त्यतिर लागौँ। अहिलेसम्मका मुख्य कुराहरूलाई सर्र एकपटक फेरि हेरौँ ताकि केही पनि नछुटोस्। छोटकरीमा भन्दा कम्पनी हो सुपर खुदी हाइड्रो पावर। आइपिओ आउँदैछ 5,70,000 किताको। मूल्य प्रति किता 100 रुपैयाँ। अनि सबैभन्दा महत्त्वपूर्ण, आवेदन खुल्ने मिति हो डिसेम्बर 26। यो मिति चाहिँ नबिर्सिनुहोला। र जाँदा जाँदै एउटा प्रश्न सबैसँग, नेपालको ऊर्जा भविष्य बनाउन तपाईँ हाम्रो भूमिका के हुन सक्छ? यो लगानी एउटा सानो इँटा थप्ने अवसर पो हो कि? एकपटक सोच्नुहोला है।